बेलायतमा आउने हाम्रो दिदीबहिनीहरू आउनेको सङ्ख्या बढ्दै गएपछि यहाँ के भयो भन्नुहुन्छ भने त्यतिखेर प्रशस्त जब अपर्च्युनिटी थियो, मान्छे थिएन है, तर के भने उहाँहरूले नाम समेत लेख्न नसक्ने है। त्यो कारणले हुँदैन भनेर हामीले इङ्ग्लिस क्लास चलाउँ भनेर मलाई त्यो क्लिक आयो। हजुर। अनि त्यतिखेर इङ्ग्लिस क्लास चलायौँ यही माथिको इन्टरनेसनल हाउसमा। हजुर। है, अनि 125-30 जना दिदीबहिनीहरूले पढ्नुहुन्थ्यो। हजुर। अनि त्यो क्लिक कहाँबाट पनि आयो भने एकजना फोक्सटनमा हाम्रो मभन्दा 2-3 साल पछाडि एकजना भाइको हार्ट एट्याक भएर मृत्यु भयो। अनि मृत्यु कसरी भयो भन्नुहुन्छ भने हार्ट एट्याक भयो उसलाई, श्रीमतीले होइन 999 कल गरेर समेत गर्न नसक्ने स्थिति। गाह्रो त्यो भएपछि के हो त भन्दाखेरि उहाँ लेट भयो, टु लेट भयो। पछि अब श्रीमान बितिसकेपछि रुई कराई गरेपछि अरू छरछिमेकीले अब ऊ गरे। अनि त्योले मलाई सबैभन्दा ठुलो क्लिक गरेको थियो। अनि किनभने भोलि मलाई पनि त्यो अवस्था आउँछ, म मात्र नभएर मेरो दाजुभाइहरू इष्टमित्र होइन सबैले आउन सक्छ। यो त हामी बेलायतमा बसिसकेपछि त ठुलो समस्या आउने भयो भनेर त्यो हामीले स्किम चलायौँ। अनि त्यहीँदेखि अर्को क्लिक भनेको चाहिँ के हो भने अब बुढापाका आउनुभयो नि। हजुर। अनि आएपछि उहाँहरू होइन टाउनमा जाने होइन अल्लमल्ल परेर बस्ने। हजुर। होइन तपाईँले हेर्नुहुन्छ भने 5 वर्ष 4 वर्षसम्म बेनिफिट एप्लाई नगरी छोरीले पाल्नु पर्ने के। विशेष गरेर उहाँ कस्तो खालको आउनुभयो भने छोरा लाउरे। हजुर। होइन अनि आमा बाउ ल्याउने। अब ऊ आमा बाउ पनि लाउरे नै के। हजुर। राइट टु चाइल्ड छ, सबै छ। तर उहाँले न पेन्सन क्रेडिट एप्लाई गर्नुभएको छ, न हाउसिङ बेनिफिट गर्नुभएको छ, केही गर्नुभएको छ। ल्याक अफ नलेज। त्यो कारणले यसरी हुँदैन भनेर चाहिँ नि यसरी होइन सुरु गरेको। अहिले डेकेड भयो, अहिले यो अवस्था आयो। अहिले सुत्न र उठ्नुको टुङ्गो छैन।